यदि तपाईँ वान पिसको फ्यान हुनुहुन्छ भने तपाईँको लागि एकदम खुसीको खबर छ, किनभने वान पिसको चाहिँ 2टा नयाँ फिल्मको अनाउन्स भएको छ, कल्ड वान पिस गड भ्याली र वान पिस फिल्म ब्याड। गड भ्याली मुभी चाहिँ अर्को वर्ष 2027 को समरमा हलमा रिलिज हुन्छ भने यो मुभी चाहिँ वान पिस फिल्म रेड पछिको फर्स्ट मेजर थिएट्रिकल रिलिज हुन गइरहेको छ। वान पिस फिल्म रेडको कुरा गर्ने हो भने चाहिँ यसले चाहिँ वर्ल्ड वाइड $246 मिलियन को कलेक्सन गरेको थियो भने पर्सनली मैले चाहिँ यो मुभी डिजिटली रिलिज भएपछि मात्र हेरेको थिएँ। सेकेन्ड मुभी फिल्म बाडको कुरा गर्ने हो भने चाहिँ यो मुभी चाहिँ 2029 मा आउने भएको छ। सो यो मुभीले पनि फर्स्ट मुभी जस्तै मेजर थिएट्रिकल रिलिज पाउनेछ सुरुमा। यो फिल्मको इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ यसको टाइटलमा चाहिँ डीलाई एकदमै धेरै फोकस गरेको छ। हामी सबैलाई नै थाहा छ वान पिस भित्रको त्यो डीको मिस्ट्रीको बारेमा हैन। सो यो मुभीमा चाहिँ डीको बारेमा अझै अलिकति धेरै खुलासा हुन्छ कि भन्ने एउटा आश मात्र गर्न सक्छौँ हामी। सो नेपालको कुरा गर्ने हो भने चाहिँ नेपालमा चाहिँ अहिलेसम्मको मेजर एनिमे रिलिज भनेको चाहिँ डेमन स्लेयर इन्फिनिटी क्यासल थियो एन्ड त्यो मुभी हलमा हेर्न जाँदाको एक्सपिरियन्स नै छुट्टै खालको रमाइलो थियो है। त्यसपछि अर्को मेजर फिल्म चाहिँ चेन्सो म्यानको रेजे आएको थियो एन्ड म चाहिँ त्यो मुभी पनि नेपालमा रिलिज भएपछि हेर्न जान्छु भनेर सोचिरहेको थिएँ, तर अनफर्चुनेटली त्यो मुभी चाहिँ नेपालमा रिलिज भएन। सो गड भ्याली पनि नेपालमा रिलिज हुन्छ कि हुँदैन भनेर अहिले चाहिँ स्योर छैन, किनभने मुभी जापानमै रिलिज हुन एकदमै धेरै टाइम छ। सो तपाईँलाई के लाग्छ, के गड भ्याली मुभी नेपालमा रिलिज होला त? आफ्नो ओपिनियनहरू कमेन्टमा सेयर गर्नु होला। थ्याङ्क यू।